हाम्रो यो शिक्षा विभाग पार्टीको शिक्षा विभागका प्रमुख अध्यक्ष नरसिंह महर्जीले यो शिक्षा सम्बन्धी कस्तो नीति राख्ने, कस्तो शिक्षा गर्ने, बनाउने, शिक्षा कस्तो शिक्षा दिने विद्यार्थीहरूलाई भोलिका दिनमा नेपाल कस्तो बनाउने देखिएका कुराहरूको लागि जो उहाँले यत्रो महत्त्वपूर्ण मेहनत गर्नुभएको छ, सिंहजीलाई धन्यवाद दिन चाहन्छु। र अहिले पूर्ववक्ता भिसी सरहरूले अत्यन्तै महत्त्वपूर्ण कुराहरू भन्नुभएको छ, महत्त्वपूर्ण योगदान दिनुभएको छ। अहिलेको यो आजको चाहिँ उसमा देखा खनिया शिव माथिमा सर जोशी सरहरू उहाँले चाहिँ जो अत्यन्तै महत्त्वपूर्ण कुरा उठाउनु भएको छ, भन्नुभएको छ, उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँहरूको अनुभवले धेरै कुराहरू भोलिका दिनमा हामी लागू गर्न सक्दछौँ। मलाई विश्वास छ नरसिंहजीले यी सबै कुराहरूलाई गर्नुहुनेछ। र यसरी यहाँ उपस्थित सबै साथीहरू राम्रो कुरा बोल्नुभएको छ। अहिलेको लागि शिक्षा अत्यन्तै महत्त्वपूर्ण कुरा। शिक्षा विषय मैले के भन्ने, क्लाइभ बेल जस्तो विद्वान मान्छे त शिक्षाले नै आज सिभिलाइजेसन जो मै चाहिँ नि यो एजुकेसनको कारणले सिभिलाइजेसन बढेको, रिजल्ट अफ एजुकेसन पनि भनेको छ उनले। क्लाइभ बेलले यस्तो चाहिँ नि आज जो सभ्यताहरू बढेको छ त्यो एजुकेसनले नै भएको हो। एजुकेसनले चाहिँ नि आज गाउँदेखि लिएर सहरसम्म सबैले चाहिँ नि एजुकेसन प्राप्त गरेका छन्। कहाँ स्तर छैन के छैन भन्ने कुरा आफ्नो ठाउँमा होला, अझ राम्रोसँग पढाउनु पऱ्यो भन्ने कुरा होला। त सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने आमाबाबुहरूले आफ्ना छोराछोरीलाई कस्तो शिक्षा दिने, कहाँ पढाउने भन्ने कुरा आमाबाबुको हातमा धेरै हुन्छ। त्यसै कारण एउटा कुरा के भन्न चाहन्छु मैले भने आफ्ना छोराछोरी राम्रो पढोस् भन्ने आमाबाबुको इच्छा हुन्छ। त्यसकारण चाहिँ नि राम्रो स्कुलमा पढाउन चाहन्छन् आमाबाबुहरूले। त्यसैले चाहिँ हाम्रो अहिलेको बेला के छ भनेदेखिलाई कति ठाउँमा त हाम्रा आमाबाबुहरू विदेश पढाउँछन् छोराछोरीलाई, नेपालमा राम्रो एजुकेसन छैन भन्ने हिसाबले होला। त्यसकारण चाहिँ नेपालमै राम्रो एजुकेसन, राम्रो शिक्षा दिने स्कुलदेखि लिएर युनिभर्सिटीसम्म हामीले बनाउन सक्यो भनेदेखिलाई हाम्रो देशको विद्यार्थीहरू विदेश जानु पनि सिकातिर भनेदेखिलाई हाम्रो देशको जो यो अत्यन्त सुन्दर देश छ, हावापानी सबै कुराले गर्दाखेरि नेपाल चाहिने विदेशी पनि नेपालमा विद्यार्थीहरू आउन सक्दछन्। र त्यसको लागि नेपाल शिक्षाको हब बन्न सक्दछ। त्यस्तो किसिमको शिक्षा नेपालमा चाहिँ नि हामीले प्राप्त दिन सक्यौँ भनेदेखिलाई, त्यस्तो किसिमको एजुकेसन दिन सक्यौँ भनेदेखिलाई, युनिभर्सिटीहरूमा त्यस्तो किसिमको पढाइ हामीले गर्न सक्यौँ भनेदेखिलाई नेपालमा चाहिँ विदेशीहरू विद्यार्थीहरू पनि नेपाल आउन सक्छन्। नेपाल नै एउटा चाहिँ शिक्षाको हब बन्न सक्दछ। यस मानेमा मलाई लाग्दछ सबै साथीभाइहरूले ध्यान दिनुहोला। खास गरी राम्रो शिक्षा हेर्ने सिंहजीले पनि शिक्षा हेर्ने साथीले हेर्नुहोला। अरू धेरै विद्वान सरहरूले भनिसक्नु भएको छ, धेरै कुराहरू बताइसक्नु भएको छ। यिनी कुराहरू हामीले ध्यानमा राख्नुपर्दछ। र अरू कुराहरू मैले धेरै समय लिने कुरा छैन, म त्यस्तो विद्वान पनि होइन। तर एउटा कुरा के भन्ने चाहिँ अहिलेको बेला शिक्षा नै महत्त्वपूर्ण कुरा हो। त्यस कारण चाहिँ नि शिक्षालाई प्राथमिकता दिनुपर्छ। हाम्रो पार्टीले पनि दिनेछ हुन्छ। हाम्रो शिक्षा मन्त्रीले राम्रो कुरा गर्नुभएको छ, उहाँले शिक्षालाई के गर्ने भनेर कुरा उठाउनु भएको छ। त्यसै कारण मलाई अब धेरै लामो समय मैले दिन चाहन्न। यो शिक्षा अत्यन्तै महत्त्वपूर्ण कुरा छ हाम्रो देशको लागि। भोलिका सन्ततिलाई बनाउनु छ एकातिर भनेदेखिलाई, अर्कोतिर हाम्रो देश नै एउटा शिक्षाको हब बन्न सक्छ। अहिले हाम्रो विदेशमा जानुभन्दा विदेशीहरू नेपालमा आउने आकर्षित गर्ने किसिमको वातावरण बनाउन सक्यो भनेदेखिलाई
अझ नेपाललाई धेरै ठुलो उपलब्धि मिल्नेछ, नेपाल ठुलो योगदान हुनेछ भन्ने लागेको छ मलाई। मलाई भन्नु छैन, मलाई धेरै कुरा विद्वान पनि होइन, म पहिले बुझेको कुरा यिनै कुराहरू यति भन्दै बिदा हुन्छु। धन्यवाद। जय नेपाल।